हेलो दर्शक नमस्ते साथीहरू हजुरलाई फेरि नयाँ भिडियो लिएर आएको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला अनि लाइक कमेन्ट फलो गरिदिनुहोला। आज हाम्रो ब्लगिङको 6 डे हो। आज सुरु गर्दैछु म। आज मर्निङमा म्यागी बनाउन लागेको छु। नेपालबाट आएको कसैले ल्याइदिएको चाउ थियो। यसैलाई बनाउने तयारी गर्दैछौँ। आज कस्तो हुन्छ हेरौँ। अहिलेसम्म हाम्रो मालिक कोही पनि उठेको छैनन्। आज म किचनमा आइपुगेर अनि आफ्नो नास्ताको तयारी गर्दैछु। यो आएको चाहिँ नेपालबाटै हो। यो चाउचाउ चाहिँ नेपालबाट कसैले ल्याइदिएको थियो। त्यही चाउचाउ बनाउने तयारी गर्दैछु। यहाँ प्याज टमाटर काटेर म रेडी गर्दैछु। आज राम्ररी बनाएर खानुपर्छ भन्ने सोच छ मेरो। के हुन्छ फेरि हेर्दै जाम कस्तो हुन्छ होइन साथीहरू। अनि मेरो कटिङ सटिङ कस्तो लाग्छ तपाईँहरूले यसो कमेन्ट मार्फत भनिदिनु होला। यसो कटिङ सटिङ कस्तो गर्छु मैले, हल्का फुल्का ठिकठाकै गर्छु होला जस्तो लाग्छ मलाई त। अब हेर्दाखेरि त यस्तै लाग्छ के अरे, तर हजुरलाई कस्तो लाग्छ हजुरको प्रतिक्रिया दिनु होला। अनि अब त्यस्तै त हो नि, अब नयाँ नयाँ मान्छे हो त्यति आउँदैन होइन। ल अब चाहिँ बसाल्न गइरहेको छु म। यहाँ चाहिँ मैले ननस्टिक प्यान लिएको छु। अब यहाँ ग्यास अन गरेर मैले तेल हाल्दैछु। अब तपाईँले जेमा बनाउन सक्नुहुन्छ, तेल घिउ तोरीको तेल अनि जेमा पनि बनाउन सक्नुहुन्छ। म चाहिँ यहाँ रिफाइन तेल हाल्दैछु। मलाई चाहिँ स्मेल मन पर्दैन नि त त्यो तोरीको तेल, त्यही भएर मैले यहाँ चाहिँ रिफाइन हालेको छु। रिफाइन हालेर मैले हल्का फ्राई गर्छु प्याजलाई। अनि यसपछि हल्का फ्राई गरेर एकदम हल्का ब्राउन गर्छु। यसलाई ब्राउन गरेपछि अनि म एकछिन ब्राउन भएपछि यसपछि म टमाटर हाल्छु यसमा होइन। अनि यसमा धेरै चिज हाल्नु छ नि त, मटरहरू पनि हाल्नु छ। एकदम मिठो बनाउनु छ नि त। आज अस्ति चाहिँ हल्का फुल्का बनाइएछ, त्यति मिठो भएन। आज चाहिँ अलि राम्ररी बनाएर खाउँ भनेर आज चाहिँ टमाटर हालेँ। अनि मैले यहाँ चाहिँ नमक हालेँ। नमक भन्नाले नुन है, इन्डियन स्टाइल त्यस्तै हो। यहाँ चाहिँ इन्डियामा नमक भन्छ क्या, त्यही भएर हो नमक भनेको। मेरो मुखमा पनि अब यहाँ यत्र वर्ष भइयो नि त बसेको पनि, त्यही भएर नमक भन्ने याद आयो होइन। यसलाई चाहिँ नुन भनिन्छ होइन। नुन हालिदिइसकेँ मैले। नुन हालेपछि हल्का फ्राई गर्छु। फ्राई गरेपछि अब म म्यागीको तयारी गर्छु। म्यागी चाहिँ लिली ल्याएको छु नेपालबाट, कसैले ल्याइदिएको मलाई चाहिँ लिली भन्ने चाउचाउ। अब कस्तो हुन्छ। म चाहिँ यहाँ मटर लिन गइरहेछु। अब यहाँ हाम्रो चाहिँ फ्रोजन मटर हुन्छ। अस्ति पनि देखाएको थिएँ तपाईँहरूलाई। हाम्रो फ्रोजनमा 1 सालको लागि स्टक गरेर राखेको मटरहरू हुन्छ। यहाँ टेन्सन छैन क्या मटरको, धेरै स्टक गरेर राख्छ नि त हामीले 1 वर्षको लागि। लिली लिएर आएको छु। अब म चाहिँ तयारी गर्छु यहाँ हाल्ने भनेर मैले जिस्काएको तपाईँहरूलाई। सो यहाँ हाल्नुपर्छ भनेर। त्यसपछि मैले यहाँ नुडल निकालेर हाल्छु। हल्का चलाएर यसलाई मसला हल्का बुनेर एकदम मसलाभित्र हुनुपर्छ नि त। अनि हजुरले यसमा गरम पानी गरेर हाल्न पनि सक्नुहुन्छ। यसमा चाहिँ मैले नर्मल पानी हालेको छु। नर्मल पानी हाल्छु। तपाईँहरूले उमालेर पानी हाल्नु भने एकदम टेस्टी हुन्छ। मलाई चाहिँ अहिले यहाँ चाँडै बनाएर खानु छ नि त, त्यही भएर मैले यहाँ फटाफट बनाएर पर्ने हुनेछ। त्यही भएर यहाँ चाहिँ मैले नर्मल पानी हालेको छु है। तपाईँले चाहिँ एकदम गरम पानी गरेर टक्क गरम पानी चाहिँ हाल्न सक्नुहुन्छ यहाँ। अनि यो नुडल चाहिँ तपाईँहरूलाई कसको फेभरेट हो अनि कमेन्टमा पनि बताउनु होला। अनि मलाई त एकदम मिठो पनि लाग्छ। अनि काँचै खान मन लाग्छ, तर यो चाहिँ वाइट कलरको छ। यो चाहिँ अलि कोरियन स्टाइलको हुन्छ नि त, त्यसलाई मन पर्दैन। अनि मैले चाहिँ यहाँ 5 मिनट ढक्कन लगाएर राखिदिएको। एकदम ढक्कन लगाइदिएपछि एकदम भित्रैदेखि पाक्छ नि त, अलग अलग हुन्छ होइन। यहाँ चाहिँ ढक्कन लगाइदिएँ एकछिन। ढक्कन लगाइदिएर फेरि रेडी भयो हाम्रो नुडल है। 5 मिनटमै रेडी भइसक्यो। यस्तो देखिएको छ। अब खाने तयारी गर्नुपर्छ है।
अब यसलाई खाएर बताउँछु तपाईँलाई मैले कस्तो रहेछ भनेर। अब खाँदै जाऊँ, अब टेस्ट गरौँ। अनि एउटा अन्डा पनि थियो, अन्डा काटेर टक्क हालेर खाएको एकदम टेस्टी टेस्टी भएर चाहिँ हल्का फुल्का ए भन्दैछु मैले फेरि हल्का फुल्का मिर्ची धेरै लागेछ, खुर्सानी धेरै लागेछ भनेको मिठो छ भन्दैछु, मिठो छ भन्दैछ, एकदम मिठो छ के। मलाई आज क्या मिठो लाग्यो, अस्तिको भन्दा त धेरै मिठो रहेछ। ल हस् त, धन्यवाद। भिडियो हेरेर कस्तो लाग्यो तपाईँले प्रतिक्रिया दिनुहोला, अनि लाइक कमेन्ट फलो गरिदिनु होला, अनि साथ सपोर्ट पनि दिनुहोला। हजुरको साथ सपोर्ट बिना केही पनि छैन। हजुरहरू साथ सपोर्ट दिनु होला, अनि नयाँ नयाँ भिडियो फेरि पनि आउनेछ। अनि मेरो चाहिँ फेसबुकमा त प्रोफाइलमा गएर हेर्नु होला, युट्युबको लिङ्क पनि छ, त्यहाँ गएर विशाल07 लिङ्क राखिदिएको छु, त्यहाँ गएर तपाईँले सब्सक्राइब अनि भिडियो हेर्न सक्नुहुन्छ, त्यहाँ पनि भिडियो छन् है। ल है, हस् त। ल मैले चाहिँ यहाँ अब म्याडमले भन्दैछु फेरि पनि पाइनएप्पल काट्दै भन्दै चाहिँ आज चाहिँ म्याडमहरू हाम्रो बाहिर जाँदै थियो नि त, सबै आज केही बनाउनु थिएन, सिर्फ फ्रुट मात्रै काटिदिएको आजको भिडियोमा चाहिँ। त्यही भएर मैले म्यागीको मात्रै भिडियो बनाएको है, अरू केही पनि बनाउन पाइएन। फेरि भोलिको दिनमा चाहिँ फेरि नयाँ भिडियो आउनेछ। आज चाहिँ यही फ्रुट मात्रै काटेर दिनु भन्छ नि त, सबै बर्थडे पार्टीमा जाने हो अरे, यिनीहरूको छोराको कसको बर्थडे पार्टी छ अरे, त्यसै काममा जाने होला अरे, त्यही भएर आज फ्रुट मात्र काट्दै ल भन्दै थियो। त्यही भएर मैले आज वाटरमेलन काट्न सुरु गरिदिएको छु। हाम्रो नेपालमा चाहिँ यसलाई के भन्दो रहेछ मलाई अलि ध्यान भएन होइन, यहाँ इन्डियामा चाहिँ के भन्छ, खरबुजा भन्छन्, खरबुजा खरबुजा भन्छन् इन्डियामा, अनि इङ्ग्लिसमा चाहिँ यसलाई वाटरमेलन भन्छन्। हाम्रो नेपालमा चाहिँ के भन्छ, तरबुज भन्छ नि खरबुज भन्छन् है, यति चाहिँ बताइदिनुहोस् है, कमेन्ट गरेर बताइदिनुहोस् है। हस् त, धन्यवाद।